घरमा मजाले बस्नु खुसी हुनु राम्रो बनायो। हे गाइज वेलकम वेलकम वेलकम। म चाहिँ परे बेरोजगारी है। सो मेरो चाहिँ दिनहरू एकदम बिजोक पाराले बित्छ यो ठाउँमा। अनि अब सबैजना सन्चै हुनुहुन्छ होला है, सबैजना सन्चै रहनु होला। म पनि सन्चै नै छु, बेरोजगार छु, अरू त ठिकै छ होइन। सो म आज अब के गर्छु र म अब यस्तै हो मेरो दिनहरू यसरी नै बित्छ। अब जान्छु लुगा सुगा उठाउँछु अनि म घुम्न जान्छु। को यो बाइक कुदाउने यस्तो है एकदमसँगले हावा चलिरहेछ है, माथि चढ्दा ओर्दा वा होइन हावा धेरै चलिरहेछ। अल्छीहरूलाई चाहिँ धेरै नै युजफुल हुन्छ यो है, मलाई भइरहेछ सो मलाई चाहिँ लाग्छ। अनि म चाहिँ लुगा उठाउनु आएको हो, मेरो लुगाहरू यहाँ सुकाएको छ होइन। है यो होइन है, यो हो मेरो लुगा। त्यो लुगा चाहिँ यसरी उठाउँछु म यो हातमा। लुगा यस्तो छ। अनि अब लुगा सुगा उठाइयो है, अब टटसँगले तल जाने हो। दिनहरू यसरी नै बित्ने हो। म चाहिँ लुगा लाउँछु, एउटा भेस्ट एउटा कट लाएर जान्छु होइन। हामीलाई त्यस्तो बनिराख्नु पनि पर्दैन। सो एकैछिन ल त गाइज, ल मैले त सकेँ होइन। बोलेको सुन्दै रिस उठ्दै खालको सुनिरह होला। सो अब म चाहिँ लागेको चटक फटाक बनेर चाहिँ नि मै हेर न त्यहाँ साला चाउरे। ल अब म जान्छु अनि हामी कुरा गर्दै गर्दै जानुपर्छ, कुरा गर्नुपर्छ। आजको मेरो बेरोजगारी दिन कसरी बित्छ त हामी हेरौँ, म देखाइदिन्छु। ओके सुन्दरी कतिखेर आउँछ? म चाहिँ सुन्दरीलाई रुङ्न आइसकिसकेँ। काठमाडौँमा कुद्ने यो पर आउँदै गरेको छैन हो। यसलाई चाहिँ सुन्दरी भन्ने रहेछ क्या। सो यसलाई चाहिँ सुन्दरीमा चढेर जान्छु म चाहिँ आइसकिसक्यो। यहाँ हुन्छ बिकेम लामा, मुख धुनु रहेछ बिकेम लामा। बिकेम लामाको दिन यसरी जान्छ बेरोजगारीको। कस्तो देख्यो मलाई? राम्रो देख्यो? भिलेन जस्तो? हेलो हेलो, मलाई राम्रो निकाल्नु ल। सब्सक्राइब गरिदिनु तपाईको। ए लु हामी साथी चाहिँ काम हानेर मेरो यहाँ साथी छ। केही भन एक दुई शब्द। लजाउँछ साथी त होइन। अब हाम्रो पालो आर्ट हान्छौँ, सर्ट साथी हामी हान्ने होइन आर्ट। ल अब पालै पालो हान्ने, ल पालै पालो आर्ट हान्ने हो हामी होइन। अब हाम्रो आर्टहरू चाहिँ कस्तो हुन्छ त होइन, विकेन्ड सो अल अफ देम भने इङ्ग्लिस पनि जान्छ त फेरि। ल अब भिडियोमा अब आर्टहरू बनाउँछौँ हामी। ओके हामीसँग भिडियोमा बस्नुहोस्, हाम्रो आर्टहरू हेर्नुहोस्, मेरो साथीको आर्ट हेर्नुहोस्। साथी आर्ट बनाउन छिटो, आर्ट चाहिँ हेर्नुपर्ने हुन्छ। मेरो साथीले फ्रोदिङ हान्छ यहाँ। अब हाम्रो झ्याम्ले सर त्यस पछाडि मेरो पालो, म पनि बनाउँछु, साथीले भिडियो बनाउँछ। के हाम्रो रोसिटा रोसिटा राख्यो त्यसपछि ल ल भिडियो बनाउँदा चाहिँ उसले पनि बिगारेर प्रगति गरेको छ। अझै छ नि आज एकचोटि ल सर बिग्रियो है अब चाहिँ फेरि। ल यार अहिले त ठिकै बनायो त, तर अनि अलिक आँडे भयो। अब मेरो पालो गाइस आर्ट मेरो हेर्नु होला, मजाले मेरो आर्ट देखाइदियो गाइजहरूलाई। सिटा बनाउँछु ल ला मोटो भयो सुरुमा त यार, केही छैन साथी। ल ल ए निलै ल यसलाई पनि यसलाई देखाइदिएको छ। यसलाई पनि रोसिटा नै भन्छ, तर अलिकति आँडे रोसिटा भन्छ। अब अर्को उहाँको रोसिटा नेक्स्ट बनाउँदाखेरि चाहिँ बिग्रिन्छ है गाइस। अब ल
फाइनल्ली रोसिता भइसकेको छ हाम्रो आर्टहरू गर्दा गर्दा आर्टहरू मेरो बिग्रियो मेरो साथीको चाहिँ आर्ट खतरा हुन्छ होइन अनि हाम्रो भ्यू चाहिँ यहाँ फेरि यस्तो छ है दामी देखेको छ है वा र अब म बनाउँछु फेरि एकचोटि तपाईँहरू मसँग भिडियोमा रहनु होला गाइज खतरा बनाइदिन्छु भन्नु पनि कसरी भन्नु अब फेरि वन्स मोर ट्राई अब म बनाउँछु फेरि जान्छ मेरो कलर यो ल अनि रोसिता भएन है सानो खालको रोसिता भयो त हाम्रो मोबाइलमा कसरी पक्रिनु सानो खालको रोसिता भयो त मैले बनाएको हो यो भयो त राम्रै भयो त मैले चाहिँ बनाइसकेँ आएन मलाई सकिनँ मेरो साथीले जति चाहिँ होइन एकदम कडा बनाउँछ मेरो दोस्तले चाहिँ होइन मलाई चाहिँ अलिक आएन ठिकै छ भोलिको दिन छँदैछ होइन सरसफाइ कार्यक्रम गर्नुपर्ने हुन्छ होइन हामी पनि ड्याङड्याङ सरसफाइ हान्ने हो अनि घर चल्दिने हो भन न दाइ अर्कै कुरा हो क्या ए अर्कै कुरा अरे अब भिडियोलाई चाहिँ एकछिन स्थगित गर्नुपर्छ गाइस हामी हाम्रो घरमा छँदैछौँ सरी मेरो नेल आर्ट चाहिँ अलिकति बिग्रिन सक्छ उहाँले चाहिँ एकदम भिट्टो बनाउनुहुन्छ त्यो त हुँदैन रहेछ चामल जस्तो यार तर अचार पनि त्यही भएर मेरो आमाले मजाले रहेछ चामल हान्दैछ नि त्यो क्लिप मात्रै हाल्ने गाइस यो चाहिँ के अरे 7 वर्षपछि अब आए पनि पिरो सर खाना खानु जानु पुग्यो मलाई त प्लिज पुग्यो यहाँ आउन यता यहाँ ल्याउ म हान्छु एक चम्ची यो हाम्रो गुरुआमाले बनाएको अचार गुरुबाले बनाएको अचार गुरुबाको अचार गुरुआमाको सुलाउँदा खाने हामी बुढाबुढी उहाँ हुनुहुन्छ हाम्रो गुरुबा हेलो म चाहिँ यहाँको गुरुबा दुईटा सोध्नु ला धेरै मोटो आएको उहाँ चाहिँ हाम्रो यहाँको गुरुबा हुनुहुन्छ हाम्रो ओ माई गड पोपी नाइस दामी भयो कसम हेलो गाइज हाम्रो चाहिँ यहाँ पानी परेको भएर हामी चाहिँ यहाँ रेनकोट लाएर बसिसक्यौँ होइन अब मसँग चाहिँ रेनकोट छ उहाँहरू चाहिँ अब घर नजान पाउने हुनु भएर टेन्सन छ उहाँ हुनुहुन्छ मेरो प्यारो सर मेरो ओटिडी हो कि समथिङ त्यस्तै भन्थ्यो होइन जुत्ता चाहिँ सेतो छ अब यसरी जुत्ता सेतो छ प्यान्ट निलो छ रेनकोट पनि निलो परे छ हामी चाबी लाएर चाहिँ बत्ती लाइन साइन पनि छैन चाबी लाएर हामी फर्किस अब निस्केको बाहिर झोला उसको होला यमको अब हाम्रो छुट्टी बत्ती गएको छौँ यहाँ अब हामी एउटा निस्किन्छौँ केटा हो केटी हो भाइ बहिनी हो हाम्रो सबै उयोहरू सकेर हामीले हाम्रो साथीको चाहिँ केमिकलले हात डढेछ त्यही भएर आज काम हुँदैन भन्दै थियो यस्तो होइन त्यही भएर आज काम हुँदैन भन्दैछ हाम्रो हामी यहाँबाट लाग्छौँ पानी परिरहेछ पुरै तर केही देखेको छैन पानी चाहिँ पुरै परिरहेछ है गाइस पानी परिरहेछ लाइन साइन पनि केही छैन त्यही भएर यतिकै बसिरहेछौँ हामी चाहिँ के हो भने यो चाहिँ के को यसको नाम पावर अफ कफी यसको नाम यसको नाम चाहिँ थाहा भएन महात्मा गान्धी श्राप होला तर कुनै किसानको लागि यो एउटा सिलौटा मैले उयसमा ल्यापटपमाथि राखिदिएको कुनै के को लागि
यो सर वर्षा सर। यो बर्सात हाम्रो लागि श्राप कि वरदान हो ओ माई गॉड वरदान रहेछ, वरदान। यो पानीको कसम यो हावाको कसम 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 म तर तिमीलाई कसको लागि कसम तिमीलाई छैन को पनि धेरै माया गर्छु म तिमीलाई धेरै माया गर्छु कसम उहाँ हुनुहुन्छ हाम्रो प्राप्ति मेम टिस्यु 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 हजुर म्याम जीवन यही हो, कहिले घाम कहिले छाया। तर म्याम नरुनुहोस् विवेक। बर्खा पनि यसरी झर्छ विवेकजी मलाई बोल्न दिनुहोस्, तपाईँलाई धेरै दुःख, बर्खाको झऱ्यो अनि पानी हेर्नु म्याम कसरी झर्छ तर हाम्रो लाइफमा किन नझर्यो तपाईँलाई धेरै दुःख भइरहेको होला विवेकजी। दुःख मात्रै होइन म्याम पीडा 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 कसलाई सुनाउनु मेरो व्यथा यहाँ यो क्यामेरालाई सुनाउनुहोस् विवेक। अब जीवनमा केटी केटा नभए पनि टेक्नोलोजी सधैँ रहन्छ त्यो विवेक। त भनाइ मात्रै हो म्याम तर यो फोन जिन्दगीमा नबोल्नुहोस् विवेक। जिन्दगीमा हुनुपर्ने रहेछ के तपाईँलाई यो एहसास सृष्टिमा विपक्ष र यम प्रकारजी जस्ता के अरे आइडियोलोजिस जस्ता मूर्तिहरू देखेर के भन्न चाहनुहुन्छ तपाईँ कि यही हो त कारण? म पनि त्यस्तै छु, हामी एउटै नाउँमा छौँ, सर गन्तव्य मात्रै फरक हो। यहाँ हेर्नु न फरकको फरक के गर्नु यो पानीले नरुनुहोस् विवेकजी, नरुनुहोस्, म मेरो ल हस् त नमस्ते ल ल नरुनु ल प्लिज नरुनुहोस् सलाम भन्ने भयो गाजर गाजर लाग्छ हाम्रो लास्ट अँ धेरै खुसी पनि छु धेरै दुःखी पनि छु उहाँलाई पनि केही भनिदिनुहोस् लास्ट हो नि त आज उहाँलाई त प्रगति गर्नुहोस्। प्रगति गर्नुहोस् तपाईँ प्रगति गर्नुहोस् अनि म तपाईँलाई सब म तपाईँलाई होइन एक्सट्रिम खुवाउन चाहन्छु आज खुवाएकोलाई हुन्छ हो त्यसमा पिङ्की मात्रै छ। पिङ्की हाउ पिङ्की ठिकै छ जादु यता पनि जादु खुदा आफू यता हाम्रो दुईजना जादु यो फोटोग्राफ जाम यहाँ हेर्नु न धुप भन्नु न अब यहाँ छ धुप ल जाउँ मजाले बस्नु खुसी हुनु मैले चाहिँ महात्मा गान्धी भनिरहेको थिएँ त्यो पानी परिरहेछ बबाल होइन अनि त्यही भएर हामी ननिस्केको बसिरहेछौँ यहीँ हामी यत्तिकै बसिरहेछौँ ए ए कति छ फोटो एउटा फोटोको 350 डलर यसको यो फोटोको अनि यो हामी गरिरहेको चाहिँ यो हो होइन गरिरहेछौँ सकेको आएको जति गरिरहेछौँ अनि पुरै मेरो चाहिँ हात पनि भिजिरहेछ पानीले सो भिडियोलाई धेरै नलम्ब्यौँ हामी फेरि अरू भिडियोमा बोल्नुपर्ने हुन्छ गाइज है पुरै हल्ला भइरहेको पानी सानी परेर सो लस अफ लभ एभ्री वान हामी भोलि पनि भेट्नुपर्ने हुन्छ पर्सि पनि भेट्नुपर्ने हुन्छ है ल गाइज हामी जाउँ अब घरतिर गाइज ल बाई बाई